यो दिनको धेरै महिनादेखि हामीले प्रतीक्षा गरिरहेका थियौँ। गत वर्षै एकपल्ट हाम्रो यहाँका सज्जनहरूसित भेटघाट भयो अनि अहिले वर्तमान अध्यक्ष हुनुहुन्छ डाक्टर सीके राईज्यू, उहाँसित पनि सम्पर्क भेटघाट कुराकानी भयो र यस्तो शतवार्षिकी आउँदैछ त्यस बेलामा त्यताबाट पनि आउनु पर्ला सरहरूले भन्नुभएको थियो। अरू सज्जनहरूसित पनि फेरि बिचमा भेटघाट कुराकानी आवागमन हुँदै रह्यो। कहिले कहिलेको समाचारहरू बिना आङ्खेम दिदीले पनि आदान प्रदान गर्नुभयो र यो एउटा दियालोको अहिलेको अङ्क निकाल्ने यसमा भाषा विषयक लेखहरू, यो भाषा अहिले भाँचिएको भत्किएको विषयमा भाषाको अलिकति मूलबाट छोडेर गोरेटाहरू खनेको सम्बन्धमा हामी पनि अलिक दुखित छौँ। हामी त्यसलाई सङ्ल्याउन चाहन्छौँ। नेपालले नेतृत्व दिनुपर्नेमा अलिकति छेउटा भयो भनेर हाम्रो सीके राई सर लगायत अन्य सज्जन साथीहरूले उतातिर खबर लगिरहनुहुन्छ, सम्पर्क हुन्छ र हामी पनि यसमा चिन्तामा थियौँ। बिचमा एकपल्ट यता पूर्व आसाममा पनि भाषाकै सम्मेलन भाषा विषयक नै हुने भनेर हामी गयौँ। त्यहाँ चाहिँ 3 दिन 3 रात हामीले पर्खेर हेऱ्यौँ तर पालो नआएर हामी झोला बोकेर फर्क्यौँ। फेरि आज यहाँ पनि 2 दिन त पर्खिसक्यौँ, पालो नआउनु कि यस्तो जस्तो मलाई लागेको थियो। धन्य ईश्वरको कृपाले अब म धेरै बोल्दिनँ, 10.5 मिनट जति बोल्छु, त्योभन्दा बढी बोल्नु चाहिँ त्यस्तै हिंसा नै हुन्छ होला। साँझ परिसक्यो, 7 बज्न आँटिसक्यो, त्यतिको कम्ती बोल्छु र यसरी यत्रो। अनि बिचमा अरू पनि हाम्रा सम्पर्क भइरहे। हाम्रा यो विश्वासमा हाम्रा लेखहरू पनि छापिएका छन् र भाषा सम्बन्धी चिन्ता हाम्रो अघिदेखि रहिरहेको छ। यो भत्केको नै चढाउनुपर्छ भन्ने एक थरी नेपालमा हुनुहुन्छ, किनभने उहाँको एउटा मेन रोड जस्तो बन्ने, पाठ्यक्रममा कब्जा गर्ने, विश्वविद्यालय कब्जा गर्ने, सरकारी संयन्त्रमा कब्जा गर्ने तत्त्वहरू एउटा शक्ति ठुलो फोर्स तयार भएर त्यसले गर्दा बाटो मिच्यो। अघि कुमार सरले भन्नुभयो त यो अब चाहिँ रोकिने स्थितिमा पुगेको छ। तर यहाँ तपाईँहरूले सिक्किमका सज्जनहरूले, आसामकाले, मणिपुरकाले कोही भड्किए तापनि मूल बाटो छ भन्ने कुरो बोध गर्नुभएको छ र जुन एउटा शिष्ट परम्परा त्यसलाई सञ्चालन गरेको हामी हेरिरहेका छौँ। र आज यसपालि आउन हामीले अघिदेखि सल्लाह गरेको, हिजो हाम्रो ज्येष्ठ नागरिक दाजु रचनाका सम्पादक ज्यूको नेतृत्वमा निस्केको यो रचनाको एउटा अङ्क 197, यो चाहिँ सम्पूर्ण भाषाकै विषयमा नेपाली भाषा कहाँ भत्क्यो, के गरी भत्क्यो, के हुनु पर्थ्यो, के भयो, यो सारा बिजोगको गाथा हो। यो हामी यसमा धेरैजना 64-65 जना लेखकहरूको, विचार गर्नेहरूको चाहिँ नेपाली भाषामा यो पक्ष यसरी हुनुपर्छ, यो पक्ष यसरी हुनु पर्थ्यो, यो शिष्ट परम्परा थियो भनेर यो गर्नेमा उहाँको रचना 60 वर्ष अगाडिदेखि निस्केको रचनाको उहाँ यसका नेतृत्वकर्ता एकजना दाजु उहाँ हुनुभयो र उहाँलाई अगाडि लगाएर हामी हिँडेका हौँ। र यसका अहिले बोल्ने अब आउने हुन्छ यस पछाडि बोल्ने शरदचन्द्रज्यूले यसको संयोजन सम्पादन गर्नुभयो र त्यस कारणले गर्दा यो किताबको आड लिएर र रोचकतालाई अगाडि लगाएर हामी 4-5 जना सँगसँगै आउन सकेका हौँ। डाक्टर तुलसी भट्टराई दाजु पनि यसैकै अभियानमै लागेको व्यक्ति हुनुहुन्छ। यो एउटा कुरा भन्नु पर्ने थियो। दोस्रो कुरो के छ भने म भाइ शरद प्रधानलाई पनि एकछिन यहाँ बोलाउन चाहन्छु। दोस्रो कुरा के छ भने अब उहाँले दाजुले रोचक दाइले सुरुदेखिको अहिलेसम्मका यत्रो लामो जीवनभरि धेरै एउटा नगरिकन शिष्ट नेपाली लेख्य परम्पराको एउटा नमुना दृष्टान्त बनेर बस्नुभएको छ र त्यस कारणले गर्दा उहाँ एउटा पछ्याउन लायकको योग्य व्यक्ति भएर बस्नु भएकोले गर्दा यो कृतिहरू भारतको धेरै ठाउँमा त पुग्यो, तर धेरै ठाउँमा पुगेको पनि छैन। त्यही यहाँ चाहिँ यहाँहरूले सम्पर्क गर्नुहोला, फेरि हामी विचार गरौँला। अर्को चाहिँ कुरा के छ भने
नेपाली भाषाको शिष्ट परम्परा, दीर्घ परम्परा, लेख्य परम्परा, हामीसँग एउटा बडो नोबल ट्रेडिसन, लामो उच्च परम्परा छ भनेर जनाउने एउटा अहिलेको विद्वानहरूमध्ये शरदचन्द्र ओस्तीजी हुनुहुन्छ। यो हाम्रो भाषा भन्ने किताब चाहिँ अरू साहित्यमा, खास गरी अङ्ग्रेजीमा हामीले पढेका र अरू भाषामा, हिन्दीमा पनि यो यस्तो किसिमको स्टाइल बुक, एउटा लेखनको शैली पुस्तिका हरेकमा हुन्छ। यो चाहिँ स्ट्यान्डर्डको शैली पुस्तिका। नजानी हामीले भाषा कहाँ बिगार्छौँ, राम्रो भाषा कहाँ हुन्छ, शिष्ट कहाँ हुन्छ भनेर उहाँले एउटा मानक ग्रन्थ निकाल्नु भएको छ। भाषा भत्काउनेहरूले यसलाई त याद नगर्ला, तर यस्तो किसिमको व्यक्ति र नेपाली कसरी लेख्ने भनेर सरल कृति लेख्ने यस्ता किसिमका त्यागी समर्पित व्यक्तिहरूलाई अगाडि ल्याएर हामी उहाँहरूको छाताभित्र पसेर आएका हौँ। यति दुईवटा भने। तेस्रो एउटा कुरा, यहाँ अर्को पनि एउटा कार्यक्रमको जोग मिलाउने हाम्रो कुरा थियो। यो शतवार्षिकी हुन्छ यसपालि भन्ने अलि अघि नै खबर पाएकाले गर्दा एकजना पश्चिम नेपालका गुल्मी जिल्लाका पुराना 75 वर्षका मान्छे 60 वर्षकी पत्रिका निकालिराखेका, साहित्यिक पत्रिका निकालेकाले हामी सबैले, शरद भाइले, मैले, अरूले पनि सहयोग गरेर एउटा हिन्दी साहित्यको विशेषाङ्क निकालेका छौँ। भाइले 1.5 मिनट मात्रै बोल्नुहुन्छ अनि मेरो पालो आउँछ। धन्यवाद। उहाँले भन्नुभएको पुस्तक यो हाम्रो पुरुषार्थ, यो चाहिँ भारतीय नेपाली साहित्य र साहित्यकार विशेषाङ्क निस्केको छ। यसको सम्पादक चाहिँ शशि पन्थी हुनुहुन्छ र शशि पन्थी जुन ठाउँबाट यो पत्रिका निस्किन्छ यसको ठाउँको चाहिँ गुल्मी भन्छ अनि रेसुङ्गा भन्छ। त्यो चाहिँ के हो भन्दा यो जसमनी पन्थको सबभन्दा सुरुको मान्छे प्रवर्तक शशिधरको जन्मस्थल हो। जसमनी सन्त चाहिँ उहाँ चाहिँ हाम्रो पृथ्वीनारायण शाहको कन्टेम्पोरेरी हुनुहुन्थ्यो र पछि आयो चाहिँ ज्ञान दिलदास चाहिँ जङ्गबहादुरको कन्टेम्पोरेरी हो। भनेपछि जङ्गबहादुरभन्दा तीन पुस्ता 3-4 पुस्ता अगाडिको शशिधर। र यो हाम्रो लागि पनि महत्त्वपूर्ण, किनभने यो थलोमा भारतीय जसमनी सन्त परम्परा नेपालमा हराइसक्यो, सिक्किम र दार्जिलिङले बचाइरहेछ। त्यसको लागि पनि यो पुस्तक चाहिँ महत्त्वपूर्ण छ र यो पुस्तकको एक प्रति चाहिँ म साहित्य सम्मेलनलाई यहाँ दिन चाहन्छु। र यसमा चाहिँ भारतका विभिन्न भारतीय नेपाली साहित्यमा मेरो एउटा लेख छ, दाजुको लेख छ, यहाँ नवीन पौडेलजीको लेख छ, थेरु सरको पनि लेख छ, धेरैको यहाँ लेखहरू छ। र अहिले विभिन्न भारतीय नेपाली साहित्य सम्बन्धी बिना दिदीको लेख छ, धेरैको यहाँ गीता गुरुआमामाथि लेख छ, गकुल सिन्हामाथि पनि लेख छ। र उहाँको यो लेखहरू चाहिँ छ र यसमा चाहिँ हामी धेरै प्रति ल्याउन सकेनौँ। यहाँ 2-4 जना लेखकप्रतिबाट यो त साहित्य सम्मेलनलाई हामी एउटा उपहारको रूपमा दिन चाहन्छौँ भन्ने हुन्छ। यो कभरमा चाहिँ यहाँ हजुरले देख्नुहुन्छ माथि आइबी राई सर छ, यता चाहिँ दिलबहादुर छेत्री हुन्छ। र यसमा चाहिँ हामीले दियालो पत्रिकाको 2वटा अङ्क राखेको छौँ। एउटा कुन चाहिँ 16औं अङ्क हो र एउटा पछिल्लो अङ्क छ। र यसमा चाहिँ हामीले यहाँबाट निस्केको पहिलो पत्रिकाको कभर पनि राखेको छौँ, गोर्खे खबर कागजको पनि कभर राखेको छौँ। र देहरादुनबाट निस्किने गोर्खा संसारको पहिलो अङ्कको पनि हामीले यहाँ राखेको छौँ। र यस कारणले पनि यो पत्रिका विशिष्ट छ। धन्यवाद दाजु। यस किताबको टाइटल हाम्रो पुरुषार्थ, किताब होइन पत्रिका हो। यस प्रकारले हामीले 1 वर्षदेखि नै यसमा स्तरीय लेखहरू छन्। डाक्टर तुलसी भट्टराई दाजुको लेख छ, कुमारजीको छ, मेरो छ, हाम्रो अरू धेरैको छ। र यसमा 1 वर्ष अगाडिदेखि हामीले चाहिँ भारतीय नेपाली साहित्य विशेष गरी भारतीय नेपाली भाषाको चिन्ता नै गरेर बसेका थियौँ। किनभने यहाँहरूले दरोपरि अडिएर बसेर अनि यो साहित्य परिषदले, सम्मेलनले चिन्ता राखेर गरेको हुनाले हामी पनि केही सघाउन सक्छौँ कि भनिकन सिक्किमका पनि धेरै विद्वान इष्टमित्रहरू एसआर सुब्बादेखि लिएर अरू धेरै विद्वानहरू जाँदा अथवा उहाँका व्यक्तित्वहरू जाँदा हामीले उहाँसित पनि परामर्श गऱ्यौँ। उता पनि यो किताबहरू पुर्यायौँ। हामीलाई पनि केही चिन्ता छ, केही भ्रममा परेका व्यक्तिहरू छन् भनेर उहाँहरूले भन्नुभयो। अब यो भ्रम निवारण गर्नुपर्छ हामीले भने चाहिँ। र अघि त सिक्किमको नाम्चीमा कार्यपत्र प्रस्तुत गर्न आउँदा मैले सोधेको थिएँ कति लामो गर्नु भन्दा सरलाई जति चाहिन्छ समय त्यति भन्नुभयो। मैले 1.5 घन्टाको बनाएँ, त्यति पेस गर्न पाइयो।
यसपालि आसाम जाँदा 1 घण्टा गर्नुहोस् भने 1 घण्टाको बनाएर पुर्याइयो फिर्ता ल्याइयो। यहाँलाई चाहिँ आधा घण्टा चाहिँ बनाएको थियो, आधा घण्टा बनाएको थिएँ। अब म 6 मिनट मात्रै मेरो बाँकी छ। यो अरू बाँकी रहेको कार्यपत्र पछि पढौँला। यो छ। यसमा के छ भनेदेखि प्रत्येक जातिलाई सभ्यतातिरको यात्रापथ देखाउने उज्यालो नै भाषा रहेछ भन्ने शीर्षक आएको छ। र यहाँहरूले भाषाको पूजा गरेको, भाषाको मान्यतामा सङ्घर्ष गरेको र भाषा सेवामा अगाडि बढेको देखि लिएर भाषालाई एउटा एकरूपता गराउन कोसिस गरेको देख्दा र हाम्रातिर भन्नु त हुँदैन, भाषालाई अलिकति लापरवाही टेकन फर ग्रान्टेड, गिभन फर ग्रान्टेड, स्वतः नै प्राप्त हुने चिज जस्तो मानेर अलिकति यसलाई बराल्ने पनि मान्छेहरू निस्केको हुँदा हामीलाई अलिकति दुःख लागेको छ। तर अब हामी सबैजना भएर यसलाई ल्याउनु पर्छ। मैले यहाँ केही साना दृष्टान्त अरू कुरा भन्दिनँ। म यतातिर लेखिने भाषाका र भाषिक विचारहरूका केही दृष्टान्त मात्रै म प्रस्तुत गराउँछु। अब यो एउटा चाहिँ आजभन्दा 64 वर्ष अघिको दियालो वर्ष 1 अङ्क 3 1960 जुनमा चाहिँ इन्द्रबहादुर राईले लेख्नु भएको 64 वर्ष अगाडिको रहेछ। यो लिखित भाषा नै प्रधानतः साहित्यमा स्थान पाउँछ। बोलीको भाषा त एक स्थानदेखि अर्को स्थान, एक जिब्रोदेखि अर्को जिब्रो हुनसाथ भिन्न भइहाल्छ। अनि कुनलाई मान्यता दिने, फेरि कथित भाषाका शब्दहरू पनि खुब चालु भएपछि भाषामा स्थान र मान्यताको हक राख्ने हुन्छन् र ती शब्दहरूलाई सारा समाजले ग्रहणीय सम्झन्छ। अबको नेपाली भाषा कुनै एक विद्वत मण्डल वा उपजातिको पेवा होइन। आज भएको छ त्यही, हुन खोज्यो त्यही। अबको नेपाली भाषा भनेको अब 64 वर्ष अगाडि कत्रो कुरा भन्न सकेको। अबको नेपाली भाषा कुनै एक विद्वत मण्डल वा एक उपजातिको पेवा होइन। अतएव उनीहरूले मात्रै चाहे भने पनि सोझिने वा बाँगिने कुरा होइन। तर बाँग्यो एकपल्ट, 3-4 वर्ष, 20 वर्ष बाँग्यो, 25 वर्ष बाँग्यो, बाटै बिग्रियो। अनि नेपालले जे गर्दैछ अरूले त होला होला पनि भन्नु पर्यो। अनि भ्रम उत्पादन अन्त पनि भयो। त्यसकारणले हामी धेरै दुःखी भएका छौँ। यत्र दूरदर्शी इन्द्रबहादुर राई सर र लगायतका यहाँ हुनुहुन्थ्यो सबैजना। र पनि तपाईँहरूलाई पनि अलिकति धर्म भयो होला, भाषा भत्किन्छ कि जस्तो पनि भयो होला। प्रत्येक शब्दको वा वाक्यांशको इतिहास र व्युत्पत्तिहरू खोज्नुहोस्, खोज्नै पर्छ। तर आफैले खोजेर आफै मात्र सन्तुष्ट भएर त सर्वमान्य हुन सक्दैन। आफै मात्रै सन्तुष्ट भएर। समय सीमा पार भएछ। अब 3 मिनट मात्रै म लिन्छु। अब आफै मात्रै सन्तुष्ट भएर हाम्रोमा चाहिँ आफै मात्रै सन्तुष्ट हुने पारा भयो र यस किसिमको भयो तरिका र धेरै कुरा बिग्रिएको छ। अब चाहिँ सबै जाति सन्तुष्ट हुने, किनभने एकजनाले त बनाएन। बनारसले, देहरादुनले, वाक्सुदेखि लिएर यता मणिपुरदेखि लिएर दार्जिलिङ सबैले मिलेर बनाएको छ। पुर्खाहरूले यहाँका पुर्खा वहाँ गएर वहाँका यहाँ आएर गराए। त्यस किसिमको पारसमणि प्रधानले भन्नुभएको अर्को छ। आज नेपाली साहित्यमा जुन देन यो हाम्रो चाहिँ नि उहाँले भनेको होइन, केही कविता साहित्य, केही कवि साहित्यकारहरू र विविध लेख भनेर यो केही नेपाली लेखेको, यो पनि धेरै अगाडि लेखेको। आज नेपाली साहित्यमा जुन देन पारसमणिको छ त्यति नै उहाँको पिताको पनि छ भनेर उहाँले आफ्नो पारसमणिले गरेको भाषाको सेवाको चर्चा गर्नुभएको छ। दार्जिलिङको रामलाल अधिकारीजीले भन्नुभएको छ र यस्ता मान्छेलाई भेटे, यसरी भाषाको चर्चा गऱ्यौँ, यस्तो यस्तो भयो भनेर उहाँले भन्नुभएको छ। दार्जिलिङका भाइ चन्द्र प्रधानले भन्नुभएको छ 1954 मा पारसमणि प्रधान र नरेन्द्रमणि प्रधानको नेपाली व्याकरण भारती प्रकाशित भएको थियो र त्यसको प्रकाशक PM प्रधान र अमरमणि प्रधान। यसै प्रकाशनद्वारा नेपाली रचना भारती प्रकाशित भयो। त्यस 2 भागमध्ये एउटा भाग व्याकरणसित र अर्को भाग प्रबन्ध रचनासित सम्बन्धित थिए। यसै गरी त्यसै वर्ष चाहिँ
त्यसै वर्ष चाहिँ प्राथमिक नेपाली व्याकरण प्रकाशित भयो भन्नुभयो। अर्को गुवाहाटीको नव सापकोटाले लेखेको एउटा छ, यस कालमा यो विशाल भूमण्डलमा नेपाली साहित्यको लिखित थालनी अङ्ग्रेज सेनावीर लेन्स नायक तुलाचन्द आर्यले आफ्नो लडाईँको वीरगाथाको सवाई मणिपुरको लडाईँको सवाई पुस्तक 1893 छपाएर लिखित दस्तावेज प्रस्तुत गरे भन्दै सबैको भाषा लेखाइ नै एउटा नमुना जस्तो शुद्ध किसिमको ह्रस्व छ कि दीर्घ छ कि जोडिने छ कि नजोडिने छ कि संयुक्त अक्षर छ कि त्यो एउटा नमुना गर्नु, हरेकको लेखाइ नै स्वयं नमुना छ, लेखनको गति सिद्धान्त र नमुना। ज्ञानबहादुर छेत्री आज यहाँ आउनु भएको छ, उहाँको पनि छ एउटा कि असममा नेपाली भाषा साहित्यका प्रमुख ठाउँको नाम लिँदा गुवाहाटी, तेजपुर, डिगबोई भनेर जानिन्थ्यो, तर विगतका 3 दशकभित्रमा कार्बी आङ्ग्लङले गरेको प्रगति देख्दा अनि आजका लेखक मञ्चका युवाहरूको जोस र उत्साह देख्दा नेपाली साहित्य संस्कृतिको क्षेत्रमा कार्बी आङ्ग्लङ असमको नयाँ केन्द्र बन्दै गरेको कुरा थाहा हुन्छ। यसै गर्दै सिक्किमका पेम्पा तामाङको, सिक्किमका थिरु नेपालको, दार्जिलिङका वीणा हाङखेमको र यस्ता गर्दै गरेर मैले धेरै प्रमाण दिएर तपाईँहरूले यतातिरबाट एउटा स्थिर भाषा र शिष्ट भाषा मौलिक नेपाली हाम्रा पुर्खाहरूले बनाएको आकृति बचाएर राख्नु भएको छ, यसैको हामी समर्थन गर्छौँ र यसैका लागि हामीले लड्दै भिड्दैछौँ भन्ने कुरा बताउन आएको मात्रै थियौँ। यति अब सङ्केतमा यही छ, अरू कुरा पछि पढ्नुहोला। र एउटा यहाँ सिके राई सरले अध्यक्षता गर्नुभएको यो संस्था र यहाँ सम्पूर्ण लाग्नु भएको संस्था के छ भने only 9% of tip of the iceberg is seen, the remaining part is in the ocean भनेको छ। एउटा आइसबर्गको टुप्पो 10% मात्रै देखिन्छ बाहिर, 90% त समुद्रमा गाडिएको देख्दैनौँ। त्यसै गरी यत्रो संस्था चलाउन तपाईँहरूले गरेको दुःख हाम्रो उपप्रमुखले हिजो सबै सुनाउनु भयो र खास गरी यो सम्मेलनलाई तयार गर्न तपाईँहरूले 1 वर्षदेखि खटेको जुटेको मितिहरू दिएको, फेरि मिति सारेको र अहिले बल्ल गरेर यो गरेको र रात दिन कति खर्ता यत्रो आयोजना गर्नुभयो। हामी नेपाली जाति आश्चर्य पनि पर्छौँ, गौरव पनि गर्छौँ। यति भन्दै म धन्यवाद भन्न चाहन्छु।